लो यो चाहिँ हामीले किनेको डोजर है। सधैँको जस्तै आज फेरि मरा छोरी चाहिँ मर्निङ वाकमा निक्लिसकेको छौँ। गुड मर्निङ, नमस्ते हजुर सबैजनालाई स्वागत छ मेरो फेरि एउटा नयाँ भिडियोमा। र यता चाहिँ छ मेरो छोरी। हेलो गुड मर्निङ। अनि हामी कहाँ जाँदैछौँ? अब यहाँ त यहाँ कस्तो राम्रो फुल फुलेको, वाह कस्तो दामी लागेको, दामी देख्दैछ कस्तो भनेको। प्राइस यार यो चाहिँ हो हामीहरूको गाउँको सानो सानो सेन्टर। यो सेन्टरको नाम चाहिँ हो शान्तिपुर सेन्टर हो। यो बेसी दोकान छैन, यस्तै 10-12 जस्तो दोकान छ। र यो सेन्टरको छेउमै नै छ नदी, उता हेर्न सक्नुहुन्छ नदी, बडगाङ नदी। लुङ्दो हल्लिरहेको छ। हाम्रो मामला अस्ति त्यहीँनिर जलाएको लुङ्दो हल्लिरहेको छ। र जलाइसकेपछि हामीहरूको चाहिँ लुङ्दर लगाइदिन्छ नि त होइन। त्यहाँनिर जलाएको मामलाई यहाँबाट देखिँदैन। मेरो क्यामेरा, मोबाइलको क्यामेरा यति दामी छैन, नभए त म यस्तो जुम गरेर देखाइदिन्थेँ कि यस्तो लुङ्दर हल्लिएको। यो चाहिँ हो अङ्गनवाडी स्कुल। भोलि पर्सि मेरो सानो छोरी चाहिँ यही स्कुलमा आउँछ पढ्नुको लागि। पहिला नानीहरू खेल्नु भयो होइन यो स्कुलमा। मामला त्यहाँ जलाएको। मान्छेको जीवन के है, आज हामी हाँसिरहेको छु, बोलिरहेको छु, भोलि हामी खरानी हुन्छौँ। सोच्दाखेरि त अजिब लाग्छ, यही जिन्दगी जस्तो लाग्दैन। संसारै त्यसरी चलेको छ। त्यसैले हामी सबैसँग मिल्नुपर्छ, हाँस्नुपर्छ, घमण्ड गर्नु हुँदैन, रिसराग गर्नु हुँदैन। 2 दिनको जिन्दगी होइन, एक दिन त सबै यस्तै खोलामा आउनु पर्दो रहेछ। के गर्नु घमण्ड, त्यस्तै हो। हामीसँग हमेसा स्माइल फेस लिएर सबैसँग मिल्नु जुल्नुपर्छ। गएर घरमा पनि आइपुग्यौँ, यस्तो धेरै गर्मी भयो। र आज चाहिँ नानीको स्कुल पनि छुट्टी छ होइन। सधैँको जस्तै अब म झाडुले मलाई पटिरहेको छ। अब कति झाडु गर्छ भनेर अहिले चाहिँ मैले घर चाहिँ साफसफाइ गर्छ। नानीसँग भेट्छु ल। गुड मर्निङ, म उठेँ भन्नु। छानुपुक्कु पनि उठाए, छानुपुक्कु उठाए, गुड मर्निङ भयो। ठुलो पुक्कु यहाँ कक गरिछ। नामरी कक गर, पिटी गरौँ, नामरी पार, नामरी पुन्नु। यता चाहिँ झाडु गरिसकेँ। अब यता चाहिँ डल्लै झाडु गर्नु बाँकी छ। ठुलो मान्छे उठिहाल्यो अब। ल झाडु झट्टा चाहिँ सबै सक्यो होइन। र यहाँ चाहिँ पानी गरम गर्दैछु पिउनुको लागि। र यता चाहिँ छ लाल चाय, आँसुले ल्याइदिनु भएको चाय। र यहाँ चाहिँ छ पानी गरम। मलाई चाहिँ सब्जी वहाँनिर आमाले टिप्नु भएको छ अरे, सब्जी लिएर आउनु पर्नेछ। हाम्रो बारीमा चाहिँ सब्जी फलेछ हेर्नुहोस् है। आमाम सब्जी सब्जीहरू टेङ्गाहरू के किन्दिएछ अरे। निबु खानुभयो चाहिँ बोडी 3वटा, बैगुन, कोडी, अकबरे खोर्सानी, डल्ले खोर्सानी। हान्दिनु केरा मर्छ, फुलुदो हान्दिनु, भिटामिन हान्यो भने भिटामिन मर्छ, हान्दिनु राम्रो हुन्छ। सब्जी फलेछ आजै। बोडी कस्तो राम्रो बोडी फलेछ है। खानु पाइरहेको छ होइन। हो त, कसैलाई चाहियो भने भन्नु होला। बोडी फलेछ घरमा। हाम्रो कसले रोपेको? कसले रोपेको? प्रकाशले रोपेको होला। रोप्नु चाहिँ प्रकाशले रोप्यो। अब स्याहार चाहिँ अब पापाले पनि गर्दैछ। आजको सब्जी भयो। त अहिलेको सब्जी भइगयो नि त। अनि बुहारीले कस्तो जतन गरेर जम्मा गरिदियो पापाले। बुहारी खोज्नु पर्दैन, मैले खोज्नु पर्दैन, खोज्नु पर्दैन। सबै हाम्रो अब सिर्फ मैले पकाउनु मात्रै पर्छ नि मा। सब्जी आजको पानी गरम भनेको त उम्लिनु भएछ हौ। ए कुटु
यता माम प्लास्टिक ल्याउनु प्लास्टिक ड्याममा प्लास्टिक ल्याएर ओछ्याएर नालेर राख्नुलाई हे साङ्गे त्यस्तो गर्नु हुँदैन प्लास्टिक लाउनु हुँदैन साह्रो गनाउँछ मलाई त कस्तो मिठो बनाउँछ साह्रो गनाउँछ कस्तो मिठो बास्ना आउँछ सेन पो सुँग्नुपर्छ छि पनि सुँग्नुपर्छ मान्छेले नि कस्तो मिठो म त सिसी गरिदिन्छु भन्ने न ओइ यहाँ त्यस्तो तिमी छुट्टी लाखा लो 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 हो ल ल ल म पढाउँछु ल ल अरे नानीलाई एकछिन पनि पढाएँ होइन मामको चाहिँ ड्युटी सुरु भइसकेको छ यहाँनिर बाहिर हुनुहुन्छ माम यता नातिमा सुत्तिरहेको चाहिँ आज नानीको स्कुल छुट्टी हो र म खाजा पनि बनाउँदैछु लाइटलाई चाहिँ मार्नु पर्यो आज लाइटको पनि रिचार्ज गर्नुपर्छ गाह्रो छ जिन्दगी गाह्रो छ त्यो आजको खाजामा चाहिँ मैले बाबर बनाउँदैछु चामलको पिठोको गाइस हेर्नुहोस् अहिले चाहिँ मैले बाबर कति बनाएँ 7-8 बाबर बनाइसकेको छु अनि यहाँ चाहिँ टमाटरको चटनी बनाउनको लागि खोलेर रेडी छ होइन यता पाक्दैछ पनि अब सिक्री छ बनाउनको लागि छिटो लागि यो चाहिँ थाम्नेलको लागि ए बाबरको साथमा के छ भनेको नि टमाटरको चटनी अचार के को अचार टमाटरको अचार टमाटरको अचार मिठो लाग्छ मलाई यहाँ छ बाबा यो बाबाहरू कति दुःखले बढालिदिएको नातिनीले मामले खाओस् भनेर सबैले खाओस् भनेर कस्तो राम्रो बनाएको छ बाबा मैले अस्ति बनाएको थिइनँ कस्तो लाग्यो बेबीले झन् राम्रो बनाउँछ बेबीले झन् राम्रो बनाउँछ अब एउटा मात्रै बाबर बनाउनु बाँकी छ स्पेसल पाक्दैछ सो अब चाहिँ बाहिर लिएर गएर खानुपर्ने हुन्छ कपहरू पनि रेडी जो त यो यहाँ चाहिँ माम र डालुको लागि दुध छ हामीहरूको लागि चाहिँ छ यहाँ चाय हो त लिएर जाउँ गरम गरम सुबह का स्पेशल चाय चाय खाना आइए ल अब चाहिँ बाबर टाइम हामीहरूको माम अचार बाबा साह्रो राम्रो भयो मिठो भयो मति मन पर्यो मलाई बेबीलाई चियाको साथमा खाइयो धेरै गफ गरियो अनि यहाँ हेर्नुहोस् न थालबुटुका चाहिँ यति छ अब यो थालबुटुकलाई सनक्कबाट धुनुपर्ने हुन्छ एउटा बाख्रा चाहिँ छुटेछ अब त्यसलाई चाहिँ बान्नुपर्ने हुन्छ पहिला अब छेउमा आउँदैन हातमा कोल देखाएर बोलाउनुपर्छ आइज ल कलियाती आइज छिटो आइज कोल खानु आइज हेर कस्तो चालु छ छेउमा आउँदैन रसिचा भनेर यो चाहिँ हामीले किनेको डोजार है हेर बाबु कसले किनेको डोजार अरे यो भन्नु मजा आउँदो रहेछ यसमा चाहिँ माइत जानुपर्ने हुन्छ अब यसमा चढेर मामा घर जाने मामा घर जानुपर्छ ल यो चाहिँ हामीहरूको यहाँ बाटो बनाउँदैछ नि त त्यसको लागि डोजरलाई चाहिँ यहाँ ल्याएर हामीहरू घर अगाडि राखेको छ आफ्नो बाख्रा आफै त ठोक्नुपर्छ आमा छोरी भएर हामीले बाख्रा पनि ठोके सबैलाई हामीले नयाँ गाडी पनि देखायो हामीहरूको डोजार मामा घर जाने नि कस्तो राम्रो फुलेको छ के फुल होला गाइस यो कमेन्ट गर्नुहोस् त आमा कसले बोकाउ ए पगुटीलाई कसले बोकाउ दिदीले एउटा फोटो खिचौँ तिनजनाको म गान गाउँछु ल फुला का तारू में मेरी पोती है सारी उम्र हमें रहना है फूल का तारू में मेरी पोती है ला 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 ला
मत्था परेर बसिरहेको चाहिँ जान्छु अब भाँडा मस्काउनु। गाइस रुम क्लिन, रुम चाहिँ सफा भइसकेको छ। अब रह्यो कपडा धुने। नानी मलाई खोजिरहेको छ यहाँनिर गर्दैछ नि। मेरो चाहिँ पछि पढेर मेहेन्दी लगाइदिने अरे। मेरो यति कपडा धुनु छ हेर्नु न। एउटा चाहिँ यहाँ छ मेहेन्दी लगाइदिने अरे। के गर्नु अब नानीहरूको खुसीको लागि पनि यहाँ म मेहेन्दी लाउँदैछु। अहिले यति धेरै कपडा धुनु छ। म कपडा गरेर हाँसिरहेको छ। गाइस मेरो चाहिँ यस्तै छ है। एउटा यहाँ छ काखमा। ल गाइस हेर्नुहोस् नानीले चाहिँ मेहेन्दी यस्तो लगाइदियो। हजुरहरूलाई कस्तो लाग्यो हो? तेरो जस्तो लगाइस् क्या हो? देखा त रातको यसो गर्नु। ए सेम टु सेम लगाएछ। अब अर्को डिजाइन पो लाउनु सिक्नुपर्छ त नि। अनि कपडा कसले धुन्छ मेरो? है गाइस मेरो चाहिँ यस्तै ब्लग छ र आजको लागि चाहिँ यति नै हो। म चाहिँ कपडा धुन जान्छु एकछिनमा। मैले भनेको थिएँ म कपडा धुनु चाहिँ भरे लाउँछु भन्दा नमानेको होइन। हतार गरेको होइन। र लाइक कमेन्ट गर्न नबिर्सिनु होला। मन पऱ्यो भने लाइक चाहिँ गरिदिनु होला है। र आजको लागि चाहिँ बाई बाई। फेरि भेट्नु हजुरहरूसँग नेक्स्ट ब्लगमा। मेहेन्दी लाउनु हजुरहरू पनि लाउनुहुन्छ भने मेरो छोरीसँग आउनु होला। आउनु होला भन्न मेहेन्दी म लगाइदिन्छु भन। अहिलेबाट नै यसरी मेहेन्दी लगाउनु सिक्यो भने त भोलि चाहिँ ठुलो भयो भने पर्फेक्ट लगाइहाल्छ तिमी। बाई गर्दै बाई। लाइट छैन नि त मोबाइलको खर्च गरेको। गाइस